फुटबल गेम हेर्न जान लागेको छ अहिले केटहरू यहाँ छ अनि पछाडि हेलो गाइज लासो एन्ड फ्याफुल्ला झोरले गाइज आज चाहिँ फेरि पनि तपाईँहरूको सामुमा भ्लग ल्याएर आएको छु। आज म कहाँ जानलाई भनेको चाहिँ आज चाहिँ फुटबल गेम हेर्न जान लागेको छु। तपाईँहरू आएर तपाईँहरू सम्पूर्ण चाहेर हुन्छ म पनि ठिकै छु भन्दै आज भिडियो स्टार्ट गर्नु गइरहेको छु। अब ज्याकेट लगाएर जानुपर्ने छ, यहाँ ज्याकेट छ, अब चाहिँ गेम हेर्न जानुपर्ने छ। के छ आइस भाइ? हाम्रो ईश्वर श्रेष्ठ अहिले फुटबल गेम हेर्न जान लागेको छ अहिले केटहरू यहाँ छ अनि पछाडि आउँदैछौ यो दिन पनि। अनि हामी चाहिँ अब जान लाग्यो अहिले यता आइसक्यो रोडमा अलिक टास मिनट बाटोमा आइसक्यो अनि यता घरहरू छ दाइहरूको। हामी यता छ हाम्रो यो दिन छ सर पछाडि हुनुहुन्छ, हामी चाहिँ अगाडि यहाँ आइसक्यो अहिले फाइनल। अब ग्राउन्ड उता छ यहाँ पर ग्राउन्ड कुरा गर्दैछ हिजोको गेमको 10 मिनट थेक्नु सकेन अरे भनेर हामीले चाहिँ 10 मिनट थेक्नै सकेन। हिजोको गेममा चाहिँ 10 मिनट थेक्नु सक्यो भए चाहिँ हामीले गेम जित्थ्यो 2 गोलले। 10 मिनट थेक्न सकेर फ्री किकबाट नै 2 गोल छिरिदियो कि अनि त्यसपछि प्लान्टिस टाउन जाँदाखेरि हाम्रो टिमले 4जनाले नै गोल हान्दैन, सबैलाई सेफ र आउट पोलमा ठोकाए त्यो भयो कि त्यो अनेक भयो। अहिले चाहिँ हामी हेर्दैछौँ अहिले चाहिँ हामी चाहिँ यता अब ग्राउन्डमा जाँदैछ गेम हेर्न। आज चाहिँ कुन टिमको गेम भन्दाखेरि चाहिँ आज राईगाउँ बी भर्सेस आजको गेम चाहिँ करौँजीको छ गुम्बाटोलको। आज गेम हेरौँ कस्तो हुन्छ आज गेम। गइरहेको छ अगाडि ईश्वर श्रेष्ठ अहिले चाहिँ म चाहिँ यता छ यता झाडीहरू छ अनि यता गएको छ केटाहरू चाहिँ नदिसाओस् अनि म चाहिँ यता अनि ग्राउन्ड चाहिँ यता छ अहिले अब सुरु हुन लागिसक्यो गेम चाहिँ राईगाउँ एफसीबी भर्सेस आजको गेम चाहिँ करौँजी गुम्बाटोलको छ अनि केटाहरू यहाँबाट अनि गेम चाहिँ अब स्टार्ट हुन लाग्यो। अब गेम स्टार्ट हुन लागेको छ अहिले केटाहरू यहाँ वार्मअप गरिरहेको छ। यो चाहिँ गुम्बाटोलको चाहिँ हो, यो करौँजी गुम्बाटोलको र उता चाहिँ राईगाउँ एफसीबीको चाहिँ यो चाहिँ प्लेयरहरू त्यहाँ पनि वार्मअप गर्दैछ। उता छ सब्स्टिट्युटहरू बस्ने ठाउँ र अनि त्यहाँ रेफीको उता सेकेन्डको अनि थर्डको पनि त्यो राईगाउँको एफसीबीको बस्ने ठाउँ ब्रान्चरहरू। हान्दिन है CR7 सर्टमा सला यो बुढाले निकाल ए मरे यो बुढा मरे अब छ म बाइक उल्पर थान्मी हो Berkelameng ya, no? Kelameng ya. Junior sih yang biang aja, Bang. Bertim kelas aja, Bang. Biang mana? Apa kan? Kelas aja bertim biang buat. Pulang siapa mihin til nong lagi? Ada jam moirang mobile ni ya. Nah tambang ya. अनि कलै उठा छैन अनि कसो खाना उठा छैन निचे उठाइदिइ जम तम न अब होला यो जुन चाहिँ एमे आप तमा त्यो डिफेन्ड अरुण हैन बल फिट्ने छ यो हजुर त्यही त अरुण मडो निस्किरा टुक्क निकाल्छ त्यस्तो बल राम्रो आवाज छलाइदे बिग्ले हाल्ले त्यो बल गोल खेल बाइसाइकल हान यहाँ हेर क्रस
नाइस बोल त रिसिभर के को छोड छोड दे रे त्यो त बल हुने यार ब्याक गर बल पाउँदा त बलेहरु नि छुम बनाएर राम्रो कोन गरेर मैले त्यो भाइ त खतरा हो डिफेन्समा त त्यसले त्यो क्रस गर क्रस ढिले हल्का मिलेन अस्ति फाइनल उठाए एघारटा मै तोर कुट्याला मेरो त गोराहरुले त्यहाँदेखि भोलिको खेलाडी भनेर प्रधानमन्त्री बन्नु पर्यो प्रधानमन्त्री बन्न अनि सुन्दैछ बरु त डिप्सन गोमाले दियो भने हात दर्जन भेट्छ त्यही हो अस्ति गराउनु पर्छ अब सेकेन्ड थम्रा त बा ओइ थम्रा फर्स्ट हो गोला तान्नु पर्छ यति पनि बिटिङ गोला तान्नु पर्छ यति पनि तान्नु पर्छ गोला अब उसँग तान्दै छ के म्यानेजरले गरिहाल्छ नि त्यो तान्ने काम यति एउटा त राम्रो पनि राख्दिनु पर्थ्यो यता स्टामिना नराखेर यो गोल नभए भने केटहरुलाई लिएर यसो त्यहाँबाट होइन भने यो ग्राउन्ड चाहिँ ठुलो भयो कि यो समाधि चाहिँ किन हानेको तर हाम्रो त्यो वहाँसम्म जानु के नहुने कि सेन्टर चाहिँ त्यही ठुलो कि हेर्ने समाधि सिस्को जान्नु नै गोल नभए यो कहाँबाट हेर्नु टाढ भयो पर बसिरहेको छ यो दिन चाहिँ यो हिजो के गेम नमिल्या भनेर केटाहरूको प्लान्टी मिस्टेक भएको थियो त्यो कारणले यहाँ भाइहरू र अनि यता सल्भर भइरहेको छ केटाहरूको चाहिँ यस्तो मिस्टेक भयो भने हान्नु त हान्यो के भनिरहेको छ मिस्टेक त मैले हान्यो सेकेन्ड बल हान्थेँ मिस्टेक भयो मेरो पनि तर यो दिन चाहिँ याद त त्यहीबाट सब पिच्चे बुझे देख्दा नि लटेर कटाउनु त घर आइसकेको छ यता रुममा जानु लाग्यो सोच्नु कस्तै अब चाहिँ आजको भिडियो चाहिँ जान्छु गाइस के कस्तो लाग्यो आजको भिडियो तपाईँहरूले लास्टसम्म हेरेर साथ सपोर्ट गर्नुभएको छ भन्ने मलाई आशा छ अब पढ्नुपर्छ अब त भिडियो अब यति नै होला भन्न चाहन्छु अब चाहिँ पढ्नुपर्ने अनि के गेमको भिडियोहरू हेर्नुपर्ने गेम पर्ने छ त्यही कारणले आज भिडियो यति नै हो तपाईँहरूले लास्टसम्म हेरेर साथ सपोर्ट गर्नुभएको छ भन्ने मलाई आशा राखेको छु कृपया तपाईँहरू यो युट्युब च्यानलमा हो भने प्लिज सब्सक्राइब गरिदिनु भन्दा आज भिडियो समाप्त गर्न चाहन्छु।